साथीहरु नमस्ते है। विशेष गरेर साउदी अरबमा रहनुहुने साथीहरु, अस्ति मैले तौकलना भित्र हाम्रो एकामा आईडी भित्र कतिवटा सिम छ भनेर चेक गरेको थिएँ र तौकलनामा सिम मात्रै चेक नभएर सबै कुरा अहिले चेक गर्न मिल्छ। तपाईको फाइन चेक गर्न मिल्छ, तपाईको भिजा डेट कति छ त्यो चेक गर्न मिल्यो, एकामाको डेट कति छ त्यो चेक गर्न मिल्यो, तपाईको पासपोर्ट सबै डकुमेन्टहरु, तपाईको लाइसेन्स, एकामा सबै कुरा त्यहाँ देखाउँछ। तर त्यो भिडियो बनाउँदै गर्दाखेरि केही साथीहरुले अब तौकलना कसरी खोल्ने त भन्ने कुरा गर्नुभयो। अब उहाँले तौकलना नखोलेको पनि धेरै साथीहरु हुँदो रहेछ। तौकलना यति बेला खोल्नु जरुरी छ ताकि तपाईले आफ्नो पर्सनल कुराहरु भिजादेखि लिएर सबै कुराहरु जानकारी पाउन सक्नुहुन्छ। त्यसैले मैले यो भिडियो तौकलना कसरी खोल्ने भनेर सुरुदेखि अन्त्यसम्म बताएको छु। भिडियोलाई नछुटाइकन हेर्नुहोला र तौकलना तपाईले सजिलै खोल्न सक्नुहुन्छ। र भिडियो मन परे शेयर पनि गरिदिनु होला र केही जिज्ञासाहरु तपाईको छ भने कमेन्टमा राख्नु होला, हैन भने मेरो फेसबुकमा जोडेर मेसेज पनि गर्न सक्नुहुन्छ है त। अब सुरु गरौँ। म तपाईलाई आफ्नो स्क्रिनमा लगेर देखाउँछु सुरुदेखि। साथीहरु अब हामी तौकलना कसरी खोल्ने भन्ने विषयमा पहिला आफ्नो मोबाइलको प्ले स्टोरमा जाउँ, त्यहाँ गएर सर्च गरौँ। तौकलना भनेर यसरी सर्च गर्नुस् र यो पहिलो जुन अप्सन देख्नु भएको छ यसलाई चाहिँ इन्स्टल गर्नुस् है। अहिलेको नयाँ फिचरमा यो चाहिँ हो। यहाँ धेरै छन् तर अरु चाहिँ नगर्नु होला, यो चाहिँ गर्नु होला जुन अहिले भइराछ है त। यसलाई डाउनलोड गरेर म तपाईलाई क्लियरली कसरी खोल्ने भन्ने कुरा बताउने छु। तौकलना खोल्नुको लागि तपाईसित नफात एप्लिकेसन एक्टिभेट छ भने नफातबाटै खुल्छ है। यदि नफात छैन भने फेरि तपाईले आफ्नो एकामा पासपोर्ट राखेर खोल्न सक्नुहुन्छ। अब म यसरी नेक्स्टमा गए हैन। यहाँ तपाईले देख्न सक्नुहुन्छ अब ल्याङ्ग्वेज इंग्लिश आएन, तपाईको अरबी आयो भने यहाँ माथि छ नि, यहाँ गरेर मैले इंग्लिशमा टच गरेको छु, अथवा तल हिन्दी पनि छ, बंगाली पनि छ ल्याङ्ग्वेज हैन, पाकिस्तानी पनि छ र हामीलाई इंग्लिशमै सजिलो हुन्छ। त्यसपछि यसरी नेक्स्ट गर्ने, फेरि नेक्स्ट गर्नुहोस्, फेरि नेक्स्ट गर्नुहोस्। लगइन और रजिस्टर भनेर देखायो हैन, यहाँ टच गरौँ हैन। एलाउ गरिदिनुस्, एलाउ गरिदिनुस् कुनै पनि नोटिफिकेसन। अब तपाईको नफात एप्लिकेसन तपाईको चलिराछ भने नफातबाटै यहाँ देख्न सक्नुहुन्छ, नफातबाट लगइन हुन्छ। नफात छैन तपाईसित भनेपछि तल्लोमा जानु पर्यो, साइन इन युजिङ भनेर जुन देखाछ त्यसमा जानु पर्यो हैन। अब तपाईको यहाँ एकामा पासपोर्ट राख्ने आएको छ। यदि तपाईको अलरेडी पहिला बनाउनु भएको छ भने एकामा नम्बर राख्नुस्, यहाँ आईडी नम्बर हैन, तल चाहिँ पासपोर्ट नम्बर राख्नुस् जुन पासपोर्ट हो र अनि त्यसपछि लगइन गर्नुस्। यदि त्यो छैन भने यहाँ तल जाने, तपाईले यहाँ साइन अपमा जाने, यहाँ जाने र अब यहाँ चाहिँ राख्नुपर्छ तपाईले। अब यहाँ के राख्ने भन्दाखेरि आफ्नो एकामा नम्बर है। अनि त्यसपछि के राख्नु पर्यो, डेट अफ बर्थ है त। त्यसपछि यहाँ तपाईले अब यसरी अब डेट अफ बर्थ कति छ तपाईको, अब यो हिजरीमा नजानुस्, यो जुन अर्को अंग्रेजी डेट अफ बर्थ छ त्यसमा जानुपर्छ। अब यसलाई यसरी माइनस गर्दै जाने, माइनस गर्दै जाने यसरी। मैले यसरी राखे है त, यहाँ टिक लगाएर अब नेक्स्ट गरिदिनुस् है। यसरी एकामा नम्बर राख्ने, डेट अफ बर्थ, त्यसपछि नेक्स्ट गर्नुस्। अब मलाई के भन्छ भन्दाखेरि अलरेडी मेरो अलरेडी एकाउन्ट बनेको भएर मलाई यसले यहाँबाट गर्न दिएन। योर अलरेडी रजिस्टर भनेर देखाइराछ हैन। अब तपाईको यति गर्यो भने त्यहाँ खुल्छ है। खुलेपछि अब म जस्तो यहाँ अलरेडी रजिस्टर भनेपछि म आफ्नो अब यहाँ तपाईलाई अब तपाईले अब अलरेडी रजिस्टर भएको मान्छेले नफातमा जानु होला। आईडी नम्बर भनेको चाहिँ यहाँ तपाईको एकामा नम्बर राख्नु होला। यसरी एकामा नम्बर राखेर कन्टिन्यू गर्नु होला। यसमा तपाईले पासपोर्ट कुन राख्नु भएको छ नफातमा, त्यही पासपोर्ट यहाँ हान्नु है त। यसरी पासपोर्ट हानिसकेपछि यो दुईटा टिक लगाउनुस् अनि त्यसपछि एक्टिभेट गरिदिनुस्। त्यसपछि यहाँ पिन युज गर्ने कि तपाईले फिंगर युज गर्नुहुन्छ हैन। मैले फिंगरले पनि खोल्छु, त्यही भएर अब चाहिँ एउटा कोड आउँछ है। फिंगरले खोले, मैले पिन पनि लगाएको हुन्छु, फिंगर पनि लगाएको हुन्छु। यहाँ कोड आयो, यसरी कोड राखेपछि अब खुल्यो है त। यसरी तौकलना लगइन गर्न सक्नुहुन्छ। अब यहाँ तपाईले सबै कुरो भेटाउन सक्नुहुन्छ है। अब यहाँ सिम कसरी चेक गर्ने, सिम कति छ हैन, तपाईको एकामा तपाईको लाइसेन्स छ भने लाइसेन्स हैन, तपाईको पर्सनल यहाँ देख्नु भएको छ पर्सनल। यदि पर्सनलमा गयो भने तपाईले आफ्नो यहाँ सबै कुराहरु देख्न सक्नुहुन्छ। त्यसपछि यता मेसेजमा अनि यहाँ सर्भिसमा गएर तपाईले ट्राभल कतिचोटी गर्नुभयो हैन, अनि तपाईको भिजा कति छ हैन, अनि तपाईको सबै कुरो फाइनहरु देखि लिएर यहाँ सबै तपाईले चेक गर्न सक्नुहुन्छ है त। यसरी तपाईले चेक गर्न सक्नुहुन्छ।
यसरी तपाईँले खोल्न सक्नुहुन्छ। दुईटै तरिकाले मैले खोलेर देखाएँ है। यसरी तपाईँले तौगन्ना खोल्न सक्नुहुन्छ। र अहिले तौगन्नाभित्र सबै सिस्टम छ। अरू नभए भने यदि तपाईँको तौगन्ना खुल्छ भने त्योभित्र सबै कुरो चेक गर्न सक्नुहुन्छ तपाईँले है त। अनि तपाईँको जस्तै मैले थोरै है। अनि त्यसपछि तपाईँको हेल्थ हैन, हेल्थ सम्बन्धी पर्सनल यदि फ्यामिली ल्याउनु भएको छ भने सबै त्यहाँ देखाउँछ। अनि ट्राभल तपाईँले कहाँ कहाँ गर्नुभएको छ त्यो पनि यहाँ देखाउँछ हैन, सबै रजिस्टर हुन्छ है। अनि 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 तपाईँको यहाँ फाइन छ भने यहाँ फाइन देखाउँछ है। अनि तपाईँको सबै कुरो अब तपाईँको सिम कसरी चेक गर्ने यहाँ देखाउँछ। तपाईँको यसमा सिएसटीमा गएर कन्टिन्यू गर्नुहोस्, अहिले सिम सो गर्छ कतिवटा छ है। अनि भनेपछि यहाँ तपाईँले सबै कुरो आफूले बिस्तारले चेक गर्न सक्नुहुन्छ है त।